Hello, so if you are watching this video, then this isn't going to be just about a trek, Falu trek, but this video is going to capture all our, emotions. Like this video is about a journey of our friendship that, weathered all the storms. Like in this video, we have, all the emotions in it, like fights, crying, forgiveness to excitement, everything in it. So I hope you will enjoy. मेरो साथीहरु आएको छ अहिले नै ट्रेकिङको ड्रेसमा आइसकेको छ हो जोरथाङ आज आएको छ आज 6 तारिक हो भोलि 7 तारिक हामी हिँड्ने प्लान छ सरलाले अनबक्सिङ गर्दैछ सरलाले के लिएको छ लेट्स सी फर्स्ट स्पिकर पावर बैंक मेरो यहाँ छ स्पेशल स्पेशल यो चाहिँ मक्की हो अच्छा त म देखाउँ होला हैन हो देखौँ न थुपिल्छ अचार यति बार थुपिल्छ अचार खै ए फुका मात्रै पक्दैन मैले हो कि हैन नि प्राङ्क हुनु पनि सक्छ ओइ मकै भुटा त कम्ती छ त गाउँ छ नि निकै छ तेल चुन्छ र चाहिँ ए अचारमा देन मकै भुटा चाहिँ देखाउन त झोर्लै नि अचार देन त्यसै अब ठिकै छ रुच्छ होला अचार हाम्रो के बोकेको रहेछ ट्रेकको लागि भन्न गुङ्गा भइस क्या त चाहिँ आजकल फेसनै छ यस्तो गुङ्गा भ्लग बनाउनेहरू ज्याकेट दिस इज माइ ज्याकेट दिस इज माइ निकिसा ट्राउजर चटपटे क्यान्डी यो नट्सहरू यो मेरो स्किन यसले चाहिँ कहाँ गएको यो त पुरा टुरमा ट्रेकिङ थोडा मिठा हो जाए एन्ड यो मेरो हेडेको लागि ब्यान्ड एभ्री नाइट लाउनुपर्छ कंगी बाइबल ये ओए जूस ढुंगा बोकिन त्यसो यो त हैन साच्चै ओए ढुंगा बोकिन त्यसो ला आई फरगट माइ गाड गर्ने ढुंगा जुस छ सबै छ यहाँ बडी वास पनि छ हो अन्त I am already on the way to Jorthang. So my luggage is ready out there and I'm full on excited for this trip. And my husband is with me. He's going to drop me till Jorthang. So the trip is on. Finally the trip is on. हामी चाहिँ अब जोरथाङबाट निस्केको आज 7 हो स्ट्यान्ड जाँदैछ हामी यहाँनिर चाहिँ हामी भर्खर प्रेमीलाई we just met her and she is our conductor because he is going to collect all the money. This is my हामी दार्जिलिङ आइपुग्यो बाइ द वे माया लाग्छ मलाई प्लिज अपडेट गर दार्जिलिङ आइपुग्यो हामी दार्जिलिङ छुनु लाग्यो अब छुइसक्यो छुइसक्यो 37 हामी अहिले भर्खर माने भन्ज्याङ आइपुग्यो सो अब हामी पास बनाउनु जाँदैछ आधार कार्ड भए पनि भोटर जे पनि वाट एभर डकुमेन्ट्स यु हेभ द्याट इज निडेड र फर्म भर्नुपर्ने रहेछ फर्म ल्याउनु जानु भएको छ मान्छे सो वी आर वेटिङ फर हिम पछि हामी निस्केको सन्दकपूपट्टि ब्याकग्राउन्ड चाहिँ गोरु छ है नेपाल पस्यो कालापोखरी पस्यो जग्गाको नाम चाहिँ नेपाल अनि यहाँ चाहिँ यो गर्नु पर्दो रहेछ टिकट काट्नु पर्दो रहेछ हामी 4 जनाको चाहिँ 200 रुपियाँ लाग्यो हेलो गाइस फाइनली म त बोलेको फाइनली हामी सन्दकपुर आइपुग्यौँ गाइस फाइनली सन्दकपुर अनि जाडो भयो जाडो एकदमै जाडो हो सो अब हामी वी आर हन्टिङ फर होटल और एनी होमस्टे हामी चाहिँ हाम्रो लागि यहाँ हेर्न ढाड देखा नफोल हामी चाहिँ अब हाम्रो लागि रुम हेर्दैछ हैन तल चाहिँ सिंगल रहेछ हजुर हामी यहाँ जबलमा आएको यहाँ चाहिँ हामी 4 जना आउट्नु लागि ठिकै भयो रुम पनि वा 2 जना सुत्नुपर्छ यहाँ मुनि राख्नु न बाइक यहाँ मुनि राख्नु कन्डक्टर सब पैसा मिल्न गन्दै जोरथाङदेखि लिएर यहाँ हाम्रो सन्दकपुरसम्म पैसा छुटाउँदैछ एसिस्टेन्ट चाहिँ यता हाम्रो अबिगेल छ क्युटी पाई यस्तो चिल्लो अहिले भेट्छु भन्दा नि नआउने लड्छ चाहिँ पछाडि
हामी चाहिँ खासमा चाहिँ लुगा फेर्दा फेर्दै बाहिर यसो सनसेट हेर्दै होइन नेचर हेर्नुको लागि निक्लेको थिएन तर लुगा फेर्दा फेर्दा अँधेरो भएर चाहिँ नेचरै हेर्दैछ हेर्नु चाहिँ तर नाइटको भ्यू पनि अब के भन्नु तर मलाई चाहिँ त्यो त छैन अहिले तर यसरी बाहिर नेचरमा निक्लिँदाखेरि यो तारा हेर्दै हिँड्दा चाहिँ अब तर डर लाग्यो मलाई चाहिँ जाउँ हामी घुमिसकेर चाहिँ यहाँ हामी जहाँ बस्दैछ त्यहाँनिर एकछिन अब के हुन्छ खाने हामी यहाँ ससेजहरू केहरू पाउँदो रहेछ सो भाइ यति साह्रो रिजेक्ट लिँदैन सरला हो त्यो त केटी हुनु परेन क्या हौ सरला चाहिँ मेरो जीवनमा तिमी सधैँ हुनेछौ कहिले कहीँ हुनेछौ यता आऊ यता 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 गर्नुहोस् चार बजे टाइम होइन र अहिले चाहिँ अब हामी उठिरहेको छ अन्त यिनीहरू पनि खास चाहिँ म देखेन यता हेर्दा डल्ली उठिरहेको छ अब हामी चाहिँ के अरे सनराइज हेर्नु जानु आँटेको अब संसारलाई भन्दै दुनियाँलाई सुनाइदिए भिडियो एकछिन फ्ल्यासलाइट पनि आउँदो रहेछ टल्केको है Apparently my cheeks has become so red and so does Abigail's. my cheeks But hers is no change at all. Duplicate हो यो duplicate पहाडी. and Sarala, show me your face. Little bit redness. अब हामी भर्खर सनराइज हेरेर चाहिँ यहाँनिर हामी खाजा चियाहरू खानु बसिरहेको छ यहाँनिर जुन चाहिँ हामी उसमा बसेको थियो त्यहीँनिर चाहिँ पाउँछ फ्री ब्रेकफास्ट र डिनर Right now, we are having breakfast. So, bread and omelette, and they're having khichdi. Oh, malam dekha na abo. Aesthetic. Hi guys. So now I'm about to have my ball. कति क्युट मलाई चाहिएको छ यसलाई टाढो भयो के छोडेन होला नि है ज्याकेट आफूले आफ्नो आत्मा छोड्छ नि मात्रै हाल्छ साइनोरा साइनोरा अब चाहिँ ब्याग हाल्दैछ हामी यहाँनिर पछि हामी होइन फालुटको लागि लागेको सबैजनाले प्रे गर्नुपर्छ Hey guys! हेलो Hi! यो जग्गाको नाम के अरे फेरि? We forgot. जति सक्दो हामी छिटो पुगौँ चिसो हावा चलिरहेछ तो ओइ सर भन् न मलाई त एकदम पिसफुल मलाई ए लाम सो सरी टप नच पिसफुल भइरहेको छ यु शुड कम एन्ड भिजिट दिस मलाई चाहिँ एकदम के भइरहेको छ भन्दाखेरि
I am loving this especially this view out there. I'm loving it. Oh my god. Chummeswari. मेरो त क्यालोरी 800 जस्तो कम भयो तपाईहरु पनि आउनुहोस् जम्बी चढेको छ नाच्दैछस् हौ दुईजना त के हो लकिङ कपिङमा एकछिन नाच्दाखेरि नै एल्टिट्युडको कारणले गर्दाखेरि गालाक गिलिक हुँदो रहेछ। हिजो चाहिँ यिनीहरूले मलाई सुब्बा गीत र राई गीत सुनाएर वाक्कै पऱ्यो कि आज भोटिया गीत लगाइदिएको। भोटिया गीत लाइस न छिटो। यो बाटो हुँदै 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 आएको हामी। अब फालुट माथि चाहिँ पुग्नुलाई। सो हामी लगभग we have covered and it's very late. So these girls are walking. धन्न बाटोमा चाहिँ तेर्सो बाटो रहेछ र चाहिँ यसरी गर्छ। Finally we're about to reach. Na 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 na, give me some sunshine, give me some rain. Abigail! ओइ इको ओइ मैले कति दुईजना भन्न एउटाले सरला भन्न एउटाले नुना भन्न अबिगेल त सरला भन्न तो भीमकुमारी भन्छ नु परे अबे finally we have reached Falud. Falud इन्सिडेन्ट्स है हामी चाहिँ माथि पुगेर फेरि ओह्रालो झर्दैछ किन भन्दा चाहिँ हामी चाहिँ त्यहाँ माथि होमस्टे बुक गरेको छ भनेर गयो तर हामीले बुक गरेको चाहिँ यहाँ छाना पनि नदेख्ने तल्लो तल रहेछ अन्त हामी जान्दैछ फेरि हामी चाहिँ च्याचुट भएर आयो हजुरको घरमा बस्दिनुहोस् हजुर हामी चारैजना एकै सँगै बस्नु ब्याग राखिहाल्नुहुन्छ हजुर ब्याग राखिहाल्छ आउँछ हो ब्याग राखिहाल्नु अरे जाऊ न ब्याग राख्नु ओइ अबिगेल टुर गाइड हुने अरे हो आफ्टर रिटायरमेन्ट ओइ नमस्ते हाउस जो नाम्चीको त यहाँ आइपुगेछ त वाउ ल I feel like hot वाउ आज एक्लै सुत्नु पाउने रहेछ गरे एक मेरो एक खतम हटिनुस् त गाइज अब हामी चाहिँ फालुट पुगेर खाना खानु आँटेको होइन खानामा चाहिँ अब फर्स्टमा चाहिँ म अबिगेल नानालाई दिन्छु यहाँनिर हाम्रोमा खाना रहेछ है दाल एन्ड वाट एल्स यसलाई बिचमा राखौँ होला हौ भेज थाली ओके वाट एभर इट इज आई विल इट हातले खानुपर्छ न्युट्रेला जस्तो लाग्यो मलाई
यहाँ स्यामा फोकस गर लड्की पे नै आज हामी 8 तारिक फालुटमा पुगेर यो खाँदै गरेको अवस्था है चिया र हामी चिकन खाँदैछ हो यहाँनिर अरू ग्रुपहरू पनि रहेछ हो ल ल ल यो चाहिँ कहिले खाने अन्त ल ल ल दे मम्मीलाई पनि दिनुहोस् ल मम्मीलाई पनि दिनु ल यस्तो छडप छडप गर्दा उप पुच्छा न ल उनीसँग हौ फेरि यहाँ घरको मान्छेले कसको भने मलाई खाइदैन को पुच्छर सेतो कुकुरो ल वाउ के रहेछ मिठाई यहाँ बसेर खानु बेसी खानु हुँदैन हो यस्तो पो गर्छ त दिदीले हामीले त माया पो गर्छ है अमुई खोलिदेन त्यो मैला हो मैला खै होइन थाप्नु यो चाहिँ हाम्रो फालुटको डिनर धेरै छ आलु र सुनको दाल अन्त मस्यामको दाल अन्त यता चाहिँ रोमाञ्चक रमाइलो गर्नु हुँदैछ हामी चाहिँ होइन सनराइज हेर्नु Finally, we are on top of the hill where we are going to witness and capture sunrise. ओइ कत्रो सनराइज देख्छ भनेको छ भन्दा नाङ्लो जत्रो अझै नाङ्लोमा रातो खुर्सानी सुकाएको पनि देख्छ सरला कत्रो देख्छ अरे सनराइज यहाँबाट नाङ्लो जत्रो भन्दैछ मलाई चाहिँ अब हेरौँ नाङ्लो जत्रो सनराइज देख्छ कि देख्दैन विथ डल्ले खर्सानी अन टप है यहाँ सरला चाहिँ अब पूजा गर्दैछ अहिले एकछिन यसो भइरहेको छ यहाँ कस्तो ट्रेजिक इन्सिडेन्ट भयो फेमिलाको चाहिँ फोन हराएर हो उसले पूजा गर्दैछ सरलाले पर स्लिपिङ हुँदैछ यहाँ अबिगेल चाहिँ क्यामराम्यान भइरहेको छ मेरो ऊ गर्दैछु भिडियो गर्दैछ नि त खिच्न तेरो पनि त्यही हो त हौ एउटै हो फोन जति हेरे पनि मन नभर्ने भ्यू प्रेमिला चाहिँ यस्तो अब पुरा डिलेमामा छ हो तल जाउँ कि बसौँ हो यस्तो भइरहेको छ उसलाई बिचरा अलिकति स्याड भयो हो अन्त यसको चाहिँ टाइम ल्याप्स गर्दैछ हो साथीहरू हो हाम्रो चाहिँ साथीको फोन हराएर चाहिँ कुद्दैछ कुद्नु न यस्तो दामी मेस्मराइजिङ भ्यूलाई छोडेर हामी फर्केको अवस्था किनकि प्रेमिलाको फोन हराएर टेन्सन लागेर चाहिँ हामी छिटो निस्किँदैछ हुन त धेरै फोटो खिच्नु भिडियो गर्नु मन थियो तर हामी अलिकति टेन्सन भएर निस्किँदैछ हामी अब ओह्रालोतर्फ जाँदैछ यहाँ पछाडि आउँदैछ दुईजना हेर्नुहोस् त कस्तो दामी आउँदैछ कट गर्छु हेर्नु त है यति टाढो फालुट आएर चाहिँ यसरी भ्यालीमा चाहिँ फोन खोज्दै गरेको हुन्छ भनेर हामी त रिल्स फोटोहरू खिचौँ भनेर सोचिरहेको थियौँ तर यिनीहरू चाहिँ फोन खोज्दैछ यतिको छ
याकको छेउबाट आएको अघि हामी यस्तो चिप्लिने बाटो हिँड्दैछु फोन हराएको डर पनि हुँदैछ तर भिडियो गर्नु पनि मन पर्दैछ यस्तो दामी जग्गा छ यहाँ हामी आइपुग्यौँ यहाँनिर यो चाहिँ हाम्रो नमस्ते हट बस्ने घर यहाँ चाहिँ अलिकति मेसी छ बाई बाई हामी ब्रेकफास्ट हुँदैछ अब फालुटमा नानाले चाहिँ आज यहाँनिर ओछ्यान पटाउनु हुँदैछ हाम्रो रेकर्ड ब्रेक गर्दैछ फालुटमा आएर ओछ्यान पटाउनु भाग्यमा लेखेको थिएछ यस्तो भाग्यमा त नलेख छ बिदाई मागेको अवस्था खिड्कीबाटै बाई 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 अब चाहिँ यहाँबाट निस्केको हामी यहाँनिर अबिगेल नानाले ऋतिक रोशनको ग्लास दिएर अलिक हेर्नु सजिलो भइरहेको छ थ्याङ्क्स टु हर यहाँनिर चाहिँ अब यो सबै यहाँनिर चाहिँ हो यो चाहिँ देख्दै गरेको चाहिँ सगरमाथा माउन्ट एभरेस्ट हो त्यहाँदेखि यताबाट चाहिँ यो चाहिँ तिनवटा देख्दै गरेको चाहिँ थ्री सिस्टर्स अरे हो त्यहाँदेखिको हाम्रो ऊ त्यो यो डाँडामा चाहिँ हामी बसेको थियो यो चाहिँ हामी कञ्चनजङ्घा कुन चाहिँ पानी यो ठुलो चाहिँ कुम्भकर्ण ठुलो चाहिँ कुम्भकर्ण त्यहाँदेखि यता चाहिँ कञ्चनजङ्घा रहेछ है तपाईँको अझै यो बादलले छेकेको छ हो यता चाहिँ कञ्चनजङ्घा चाहिँ यो बादलले छलिरहेको छ यता चाहिँ कुम्भकर्ण अरे नि त त्यो चाहिँ यता चाहिँ पान्निम अरे यो हिमाल चाहिँ हामी यहाँ चाहिँ फर्किँदा एकछिन यहाँ सर्टहरू गर्नु आएको छ अब हामी चाहिँ यहाँ पानी निकालेको नि दार्जिलिङ हिँड्नु लागेको अलिकति सिसा चाहिँ मैला मैला छ सरला सिसा हुँटाउनु सो अब हामी चाहिँ दार्जिलिङतिर लागेको यहाँ हाम्रो म्याडमहरू चाहिँ गयो फेरि नानाले बनाइदिएको भाँडाकुटी खेल्दा बनाउने खालके टर्निङ हो यो चाहिँ हामी चाहिँ यहाँ चित्रेदेखि चाहिँ एकदम कहाँ पुग्यो सन्दकपुर पुग्यो सन्दकपुरदेखि चाहिँ फालुट पुग्यो सो फेरि ब्याक गरेर अहिले हामी मानेभन्ज्याङमा आएको छ बिहान 8 बजीतिर हिँडेको चाहिँ यहाँनिर मानेभन्ज्याङ आइपुगेको छ होइन 1 बजे सो यो हाम्रो फर्स्ट मिल हो आजको हामी मानेभन्ज्याङबाट चाहिँ अब मानेभन्ज्याङदेखि चाहिँ अब हामी दार्जिलिङपट्टि लाग्दैछ तर फर्स्टमा दार्जिलिङको डाइरेक्ट गाडी नपाएको कारणले गर्दाखेरि चाहिँ पहिला हामी सुकियासम्म जाने गाडी पायो हामीले चाहिँ सुकियाको 50 रुपियाँ मात्रै भन्दो रहेछ यहाँ हामी चाहिँ अब सुकिया जानु आँटेको हाल्दैन त्यो हात चेप्सै दार्जिलिङ आइपुगेको हामी यहाँ सबसे ठुलो फाइनली आवर हन्टिङ इज ओभर हामी यहाँनिर बस्दैछ यो टेस्टा होटल यहाँ हाम्रो रुम सानो फाइनली गाइस पस हान्दियो ब्रो आयो
अब स्ट्रिट फुड खानु मन पर्यो हामीलाई यहाँ दार्जिलिङको। यो चाहिँ मेरो हो, सरलाको चाहिँ मोमो आउँदैछ। यति इन्टेन्स गफ हुँदैछ त्यो पनि डिनरको। हामी के बोक्नेवाला छ भन्दै थियो, अब लास्ट हो आज यो 13 बाट एन्डिङ हुन्छ। मैले हजुर यो भन्छ के अरे एग रोल एउटा एग रोल के अरे एक प्लेट चाउमिन बोकौँ अन्त किन खाना खाइबस्नु, सरलाको फ्राइड राइस हुन्छ मिलेर त्यही बाँडेर खानुहुन्छ। ल ल Momo, chow-mein, fried chili chicken, chicken burger, chicken. मैले कहिले नपिसाब गर्दा यस्तो भयो। ल म देखाउँदैन मेरो अनुहार। भोलि छुट्टिँदैछ भनेर रुको होइन। अब घरिघरि यस्तो मौका आउँछ आउँदैन, क्या साह्रो परिरहेको छ यसको यहाँबाट खिच्नु। घरिघरि यस्तो मौका आउँछ आउँदैन होइन सरला। मैले तँलाई के भन्ने पिसाब तँलाई के भने इच्छिन झाँसिरहेको भयो यतिकै भयो भने पिसाब गर्दा चाहिँ बित्तिकै रिस उठेको छ किन भन्दाखेरि चाहिँ बिहान बिहानै हर्न बजायो भनेर। हुन चाहिँ हामी स्ट्यान्डको छेउमा बसेको छ होइन, दार्जिलिङमा जुन चाहिँ होटलमा बसेको छ स्ट्यान्डको छेउमा बसेको छ, किन भन्दा भोलि चाहिँ अब त्यहाँ कन्भिनियन्ट होस् भनेर। तर सबैभन्दा डरलाग्दो कुरा चाहिँ मलाई चाहिँ डाइरिया भएर म मर्न आँटेको छु एउटा भएको भन्नु पनि लाग्छ। सरी लगाइस भन्दैन, हिजोको छोकडा सक्ने। आज चाहिँ 10 तारिक यहाँ दार्जिलिङमा हामी चेकआउट गर्नु आँटेको। म र प्रेमिला चाहिँ जोरथाङ छिटो हिँड्ने भयो, अन्त दुईजना चाहिँ गान्तोक जानेहरू अब एकछिनबाट चेकआउट गर्छ। सो वी ह्याड अ भेरी नाइस ट्रिप है। बाई बाई। मेमोरेबल ट्रिप हो ल।